मैले त्यही भएर मन पराएको मैले त्यही भएर मन पराएको मनोज दाले यार साथै लाँदै हन्छन् के ठिक हँसाउनु न यस्ता राम्रा राम्रा मान्छेहरू अगाडि हिँड्दैछन् यार मनोज दाई हाँसी खुसी बोली चाली हिँड्नुपर्छ नि त हौ हामी चाहिँ आज मनोज दाईको माहौल हिँडेको बुढो माहौल होइन मनोज दाई हो र बुढो माहौल होइन हो नि यहाँ मनोज दाई बाइक चलाखान् मनोज दाईलाई चाहिँ अलिक जाडो भएको अन्न भोगी के भोगो नि हो झपक्क भएर हिँड्ने खान् हामी यो गीत सुन्दै यस्तो चिसो मौसममा टक्कसँगले हामी क्या भन्छ अरे मनोज दाईलाई यो खुरारीको पल्लो छेउ झर र खुरारीको बिच के ए झर र खुरारीको बिच भने कस्तो चिसो छ मनोज दाईलाई यहाँ धेरै चिसो छ धेरै चिसो उयो बाटो पनि कस्तो कस्तो हो नि बाटो हेर्नु त कस्तो कस्तो हो छानो खत्रै हो त यस्तै हो दामी छ उकालो बग्यो कि मै पानी हुन्न नभना तर माया हुन्न नभना यहाँ मुनिबाट बाटो थियो क्या तलबाट यहाँ तलबाट बाटो थियो हिँडेर जाने त्योभन्दा माथिबाट त्यहाँ यस्तो जङ्गल थियो कि होइन पुरै उत्तिकै भएको जङ्गल थियो अहिले जोतिसके काठहरू अहिले त उजाड थियो यो मुनितिर हेरेर पहिला धेरै थियो यहाँ हिँड्ने बाटो तलतिर हो पहिला तल थियो क्या हिमाल राम्रो प्रश्नसँग देख्न सकिन्छ एकदम दामी हुन्छ क्या है त्यही त तर यहाँबाट छाँगै देख्छ है मान्छेहरू कलकत्ता अरू कुनै ठाउँ गएर हिमाल कसरी देख्छ यार भन्छ होइन क्या दामीको हिमाल भन्छ अब त यहीँबाट बसी बसी देखेको रहेछ त अब आइफोन लिनुपर्छ त्यहाँ निकाल्नलाई त्यही त तानतुन बनाएर यसो हाम्रो पालामा 18-19मा लिनुपर्छ अर्को सालतिर लिनुपर्छ अर्को सालतिर लिने हो क्या यहाँ भर्खर उज्यालो भएको जस्तै छ घाम भर्खर अस्ताको जस्तै अहिले माथितिर यार भर्खर घाम हाम्रो घरतिर जस्तो हो भने त्यही त यहाँ बिहामा लाग्छ होला होइन अब घर कति बज्यो अहिले अहिले त 2:30 भइसक्यो यो त चिसो ठाउँ हो है लास्टै हिलो है त नि चोरी भन्ने चिज चिसोमा मुख त राम्रै हुँदैन चोरी चिसो महिनामा त्यसले चिसो खाउन सक्दो रहेछ होइन त्यो कस्तो खतरा चाहिँ हो खतरा हुन्छ क्या हो पाहाड फोरेर निस्किनु त यो जाडो पनि सामना गर्ने होइन त्यो मनोज दाइ डर लाग्यो खा एउटा हात नचलाऊ ल अहिले हामी ठ्याक्कै झरेको पसल भन्ने ठाउँ आइपुग्यो है ऊ त पारियो पसल चाहिँ हामी यो चिसोभित्र कुद्दैछौँ गीत सुनिदिउँ न त भनेर मनोज दाइ र मैले गीत सुनिदिएको एउटा मिठो आवाज आइरहेको मनोज दाइ यो बगे के गरे मलाई त मान्छेलाई रुगा मर्की लाए जस्तै बनाउनु भयो तपाईँले अहिले हो र गाडीलाई
ल हामी चाहिँ ठ्याक्कै जीवन दाईको पसलनिर ल मनोज दाई पुरा कालो ज्याकेटमा हुनुहुन्छ आजकल मनोज दाई फिलफुट के अरे मनोज दाई फिलफुट होइन आजकल मनोज दाई फिलफुट भएर हिँड्छन् मतलब चाहिँ अब ज्याकेट झ्यापला बेलैमा ल झरे जीवन दाईको पसलमा आइपुग्यो हामी अब यहाँबाट यस्तो पाटी पाखा हेर्दाखेरि रिसोलिङ परेको यहाँ पनि हुँदैछ ल हामीले यो के भन्छ कुररीदेखि लिएर त्यो कालीमाटी हुँदै सुन्नामदेखि हुँदै यता लाग्यो हामी फिकलको डाँडा हल्लियो के मनोज भाइ डाँडा